तपाईँले चाहिँ के अरे यो मोबाइलमा टिकटकमा चाहिँ मोबाइल पाएँ भन्ने कुरामा भिडियो अपलोड गर्नुभएको थियो के रियल हो र? यो ठ्याक्कै मेरो यहाँ कन्टेन्ट पसलको हालत थियो जसको भए पनि लिनुहोला एकदम पहिला वालपेपर चिन्नु होला कि यो पुरै के हो बाख्राको वालपेपर रहेछ कि कसको त्यो? यो जसको भए पनि प्लिज लिन आइदिनु होला। हजुर म यो कम्प्युटर पसलभित्र जतिखेर पनि हुन्छु अनि तपाईँहरू आएर म लिन सक्नुहुन्छ। यो फोनको नाम के हो? त्यसको स्प्यार 9 रहेछ। हजुर अब प्याटर्न त थाहा भएन यस्तो छ हेर्नुहोस् जसको पनि हुनसक्छ त्यो हामी त्योसँग सुर्गा छैन। हजुर फाइनली म लिन आउनु होला। खास हामीले चाहिँ यो भिडियो भाइरल होला भनेर बनाएको होइन होइन तपाईँले हाल्नु भएको थियो मैले त्यही अनुसार आएको। मैले त्यो भाइरल बारेमा खासै भाइरल नै छैन। तपाईँहरू मेरो प्रोफाइलमा चेक गर्नु होला। मैले यो गलत सुझाव दिएको होइन तपाईँलाई फेक लाग्छ भने नआउनु होला त्यो मलाई मतलब छैन। अब रियालिटीमा हो कि नै मन छ भने आउनु मन छैन आउनै मलाई मतलब छैन। मलाई जताभावी भिडियो भाइरल गरे पनि ठिक छैन नि म भाइरल त्यति फेमस मान्छे त होइन नि त म तर मैले चाहिँ कसको लिन आउनु होला है। ल सर म चाहिँ मेरो नाम चाहिँ टोपबहादुर विक हो। अनि हजुर कहाँदेखि आउनु भएको त? हजुर म चाहिँ बामाबाट आएको। बामादेखि मेरो टिकटक सूचना हेरेर यहाँ पुग्नु भयो। सिधै हेरेको म त रियल होला भन्न आएको। साँच्चीकै रियल रहेछ। तपाईँ पनि ल आउनुहोस् यो कसको मोबाइल हो होइन म खासै तपाईँहरूलाई भनिदिइरहेको छु भन्ने कुरा लगाइरहेको। अनि चाहिँ मैले कस्तो कि यो मोबाइल छ नि हिजो मैले कन्ट्याक्ट बनाएर पनि हालिसकेको छु। प्लिज यो मोबाइल कसको हो तपाईँहरू यो वालपेपर हेर्न सक्नुहुन्छ यी थाहा छ। यो वालपेपर हेरेर भए पनि तपाईँहरू यो आफ्नो मोबाइल लिएर जानु होला। अनि यो नसोच्नु तपाईँ भिडियो भाइरल हुनको लागि गरेको हो। प्लिज गाइज मैले भाइरल हुनको लागि गरेको होइन। मैले योभन्दा अगाडि इन्स्टाग्राम के अरे टिकटकमा भिडियो पोस्ट गरिसकेको छु। मोबाइल आफ्नो चिन्न सक्नुहुन्छ त यस्तो छ यस्तो फुटेर थाहा हुन्छ नि आफूलाई। अनि यार यो थाहा भयो क्यामेरा छ यो छ यता फोन म त के छ यो फोन भेटाउने चाहिँ मेन क्यारेक्टर चाहिँ म हो। मैले के सोचेको कि मेरो फोन हरिएको थियो त्यही भएर आएको हो नत्र म आउने पनि थिइनँ त्यसैले। हजुरको मोबाइल छ हो कि अरे यो मेरो रहेन छ चाहिँ यो अरू कसैको हुनसक्छ त अब हजुरहरू आउनु होला म भन्ने कुरो यहाँ लगाइरहेको। अब तपाईँ पनि ट्याक्क बामाबाट आउनु भएको मान्छे दुःख पाउनु भयो होला होइन त्योमा चाहिँ म सुरोकार भएन कि अब हेर्नुहोस् मोबाइल अब अघि नै हजुरले मेरो भने म दिइहाल्थेँ। इमान्दार साथ छैन भन्नुभयो होइन